हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई च्यानल राजाबाई ब्लग। सो मैले चाहिँ यो ब्लग बनाउने कारण चाहिँ के थियो भन्दाखेरि चाहिँ आज चाहिँ मैले चाहिँ योभन्दा अगाडि पनि एउटा युट्युब च्यानल खोलेको थिएँ, रेशमी ब्लग भनिकन होइन। मैले त्यसमा भिडियोहरू हाल्दै थियो, त्यसमा मेरो अब 100 हुनु आँटेको थियो सब्सक्राइबर पनि होइन। तर एउटा भन्छ नि एउटा हुन्छै कसैको न कसैको घरमा एकजना हुन्छ प्लस समाज भन्ने हुन्छ नि। अब भिडियो नबनाए फल्नाले के भन्छ टिकानाले के भन्छ भन्ने हुँदै रहेछ क्या। अन्त मेरो लाइफमा पनि त्यही भयो। फर्स्ट टाइम मैले भिडियो बनाउँदाखेरि चाहिँ मलाई के भन्यो भन्दाखेरि चाहिँ नभनाइ मान्छेले हेऱ्यो भने के भन्छ भन्दै भने होइन। एउटा हुन्छ नि मोटिभेट गर्नु त आउँदैन है मान्छेलाई, तर डिमोटिभेट गर्नु चाहिँ पुरा आउँछ। अन्त मलाई चाहिँ यति बेसी मन दुख्यो होइन। अब मैले चाहिँ बाटोतिर बनाउँथेँ, मेरो भएकै कुरा म जहाँ बिहा भएको छु त्यहाँ चाहिँ मलाई फुल्ली सपोर्ट गर्नुहुन्छ है। मेरो सासूले पनि म बनाउँदाखेरि केही भन्दैन, मेरो बुढाले पनि मन भन्दा केही भन्दैन होइन। तर पनि एउटा हुन्छ नि मलाई चाहिँ यति बेसी मन दुख्यो क्या। हिजो चाहिँ मैले ब्लग बनाउँदै थिएँ, अब नानीलाई स्कुल लिएर गएको, मलाई पनि भएकै कुरा बाहिर बनाउँदै हिँड्नु मलाई सरम लाग्छ। अब हुन्छ है मान्छेको छेउमा यसरी क्यामेरा उठाएर त हिँड्नु पनि कति सरम लाग्छ नि त। मलाई चाहिँ के भन्यो भन्दाखेरि अब मेरो साथीको भन्दाखेरि पनि नानीको साथीको आमाले अब वेराइस म त्यति बेसी चिन्दिनँ पनि, म बेसी नानीलाई लिनु पहिला चाहिँ फर्स्टमा नानी स्कुल पढ्दाखेरि चाहिँ लिनु जान्थेँ। तर चाहिँ अहिले चाहिँ म त्यति बेसी टाइमले गर्दा चाहिँ म लिनु जान्दिनँ। अन्त चिन्नु चाहिँ चिन्दिनँ। अब म त्यति बेसी त्यो नानीको साथी, अब मेरो नानीको साथी हो त्यस्तो चाहिँ चिन्दिनँ प्यारेन्ट्सलाई। मलाई चाहिँ यस्तो भन्दै भने अब हिन्दीमा चाहिँ अब भिडियो बनाते हो भने है मलाई। अन्त मैले बनाती हूँ मैं भने कि तो आप बना के क्या करोगे, आदमी लोग देखेगा तो क्या बोलेगा भन्दै भने नि मलाई त्यो कुरामा चाहिँ। अन्त मलाई चाहिँ यो कुरा यस्तो सोचेँ नि है, अब म भिडियो बनाउँदैछु, मेरो सासूलाई प्रब्लम छैन, मेरो बुढालाई प्रब्लम छैन, मेरो घरको मान्छेलाई प्रब्लम छैन भने चाहिँ त्यो मान्छेले किन प्रब्लम भयो। अब मैले त्यस्तो सोच्दाखेरि अब हेर्ने चार लोग क्या कहेंगे भनेर भन्छ नि त है। मान्छेलाई हेर्नु थाल्यो भने चाहिँ जिन्दगीमा चाहिँ केही गर्नु सक्दैन है। अब यो चाहिँ अब है केही गर्नु सक्दैन, इभन केही गर्नु सक्दैन। किनकि मैले पनि पहिला यही सोच्थेँ, मेरो मेन्टालिटी पनि यही थियो, सबैको कुरा सुनेर है भन्थ्यो क्या। मेरो मेन्टालिटी पनि यस्तो घिनलाग्दो भइसकेको थियो। अब मेरो बिहा भएको 5 इयर्स भयो, 5 इयर्समा मैले अहिलेसम्म केही गर्नु सकेको छुइनँ, केही पनि गरेको छुइनँ। न सेभिङ्स गरेँ हो, न म बेसी घुम्नु गएँ है, न घुम्नु गएँ मैले न यताउता गरेँ। म घरमै बस्थेँ समटाइम है, घरमा पनि बेसी बस्दा जान्थेँ, बुढालाई भन्थेँ जाउँ न एकछिन बाहिर ह्याङआउट गरेर भनेर। तर अब त्यस्तो ह्याङआउट पनि होइन नि, अब रमरक्सी चाहिँ होइन, यसरी जस्ट घुम्नु माइन्ड रिफ्रेस गर्नु मात्रै जान्थेँ। अब त्यसमा चाहिँ अब त्यतिको गर्दाखेरि त्यति गर्थेँ मैले। तर बट एउटा हुन्छ नि मान्छेले यो गर्नु त्यो गर्नुको चक्करमा मैले चाहिँ यस्तो लाइफ बर्बाद गरेँ कि 5 इयर्स चाहिँ। त्यही भएर चाहिँ मैले फेरि युट्युब च्यानल खोलेँ। तर युट्युब च्यानल खोल्दाखेरि चाहिँ मलाई मोटिभेट चाहिँ गरेन, डिमोटिभेट गर्यो। अन्त यस्तो सोचेको नि जो मान्छेले जिन्दगीमा चाहिँ केही गर्नु सक्दैन त्यही मान्छेलाई चाहिँ प्रब्लमै हुन्छ जहिले पनि, जे पनि प्रब्लम हुन्छ है। त्यही भएर चाहिँ मैले यो भिडियो चाहिँ बनाएको हो। तपाईँ अरूहरूले भिडियोहरू बनाउँदाखेरि चाहिँ अब त्यस्तो है बरु कमेन्ट गर्दैन भने चाहिँ नगर्नुहोस् होइन। तर अर्कालाई डिमोटिभेट पनि नगर्नु। त्यो मान्छेले कति है मनबाट सोचेर बनाउनु थालेको हुन्छ, अर्कालाई हेरेर मोटिभेट भएको हुन्छ है। त्यही भएर चाहिँ अर्कालाई त्यस्तो चाहिँ नभनिदिनुहोस्। सो बाई गाइज है, मेरो भिडियो चाहिँ यहाँसम्मै थियो। अब तपाईँहरूलाई चाहिँ मैले इन्डाइरेक्टली सबैलाई भनेको होइन मैले, अब जसले चाहिँ त्यस्तो गर्छ अर्कालाई त्यही भएर मात्रै भनेको। सो बाई गाइज है, मेरो च्यानललाई चाहिँ लाइक सेयर कमेन्ट गरिदिनुहोस् हो। तपाईँहरूलाई चाहिँ मेरो भिडियो मन पऱ्यो भने। सो बाई गाइज।